सानै बोटमा फल्ने लिची हजुर सानो बोटमा फल्ने लिची भइहाल्यो यो त सो प्लान्ट भयो यो कागतीहरू नै हो है त यो कागती जुनार ए अनि यहाँनिर योहरू त दाइ यो मुन्तला हो यो सुन्तला हो यो चाहिँ सुन्तलाको बोट भयो यो मुन्तला टिमुरको बोट पनि एउटा त्यो ल म टिमुरको बोट पनि उनीहरूलाई थाहा होला है नानीहरूलाई एकचोटि ठिकै छ योहरू त दाइ यो बोट ए यो फुले है यो पनि फुले हो हजुर यो लाइनको फुलहरू भयो बोटहरू चाहिँ उतापट्टि भयो सजियोनको बोट चाहिँ यो कसरी दिनुहुन्छ दाइ यो पिसको कसरी पर्न जान्छ 20 एउटा पिसको है ए ठुलो र सानोमा पनि फरक हुन्छ दाइ यसमा हजुर सानो भयो यो ठुलोको कति 350 हो कति अलिकति चाँडै सप्रिने भएर हो क्यारे होइन त यो हो चाँडै सप्रिने भएर जोगाएर त फेरि जोगाएर राख्नु पर्यो टिमुरको बोट यो भयो यो सुन्तला र मुन्तला अब यहाँ हेटौँडामा पनि जहाँ सार्दै गाड्दै पनि सर्ने चिज है हजुर ए दाइको शुभ नाम दाइ पुस्तक ए ल है ल ठिक छ यो हजुरको हाम्रो पुस्तक दाइले चाहिँ यसो बोट बिरुवाको बारेमा जानकारी पनि दिइरहनु भएको छ होइन अब यो चाहिँ नरिवल दाइ नरिवलको बोट है यो चाहिँ नरिवलको बोट रहेछ ठ्याक्कै बेसारको बोट देख्न जाँदो रहेछ है नरिवल त हजुरको धेरै टाइम लाग्ला यो फल्नलाई त ठुलै ए हाइब्रिड त्यो रुख चाहिँ ठुलै हुने होला यसको पनि है रुख चाहिँ ठुलै हुन्छ ए हजुर ठिक छ आँपको त्यहाँ पनि छ यो चाहिँ हाइब्रिड कहाँ यो पनि एउटा नयाँ बोट रहेछ है ल ठिक छ यो के को बोट होला दाइ यो फलफुलै फल्ने हो लङ्गन ए फलै फल्ने बोट यो पनि सानोमै फल्छ होला होइन यो आँप जम्मै फलेको यो आँप जम्मै बोटमा फलेको फलेको छतमा प्रायः छतमा रोप्ने गर्नुहुन्छ यो चाहिँ आँपको हाइब्रिड बोट रहेछ है सबै हाइब्रिड बोट यसको हाम्रो प्राइस कति पर्न जान्छ होला 350 पर्न जान्छ ए गमलामा आँपको लिचीको माटो पनि रहेछ यता अरू भुइँ कटरहरू हो भुइँ कटर कि ठुलो रुख कटर रुख कटर हजुर ए यो चाहिँ पोखरी पनि रहेछ है लिचीको सानो सानो बोट छ सानो सानो फलेको है हाइब्रिड अनि हामीले यो माटो चाहिँ कुन कस्तो गमलामा त्यो कोकोपिटकै माटो हाल्दा हुन्छ कि नर्मल्ली माटो हाल्दा नि त्यो युरियाहरू यस्तो केही चिजहरू हाल्नु परेन हजुर युरियाहरू हाल्नु नपर्ने रहेछ यो चाहिँ हाम्रो हजुर हजुर ए ए ए हजुर अलि यो हेल्दी छ दिदी यो पनि नयाँ एउटा बोट रहेछ हजुरको फलफुलहरूको
हाइब्रिड छ नि हाइब्रिडको किसिम किसिम जस्तो हुन्छ अनारको पर्छ नि अनारको अनारको पनि छ अनारको चाहिँ रामभुटान हजुर रामभुटान के हो राम्रो यत्रो लिची जस्तै हुन्छ नि त अनि नदेखेको छु काँडा काँडा जस्तो हुन्छ नि त बाहिर चाहिँ हामीले चाहेको चाहिँ आँप भइहाल्यो अर्को एउटा भोगटेको छ भोगटे पनि भोगटे थियो कि भोगटे, के भने भोगटे कि भोगटे छ होइन कहाँ कता राख्यो कागती भयो नि काँडाको डाँडा मासु पनि छ बाह्रै ठाउँमा छ गमलामै रोप्ने पनि हुन्छ अनि अर्को तपाईँको घरमा पनि हुन्छ गमलामा रोप्ने भुइँमा रोप्ने भयो कि अरूको 250 ग्राम छ रोजमेरी कसरी छ हजुर रोजमेरी कसरी छ रोजमेरी यो रोजमेरी 150 छ उता झप्पा झप्पा छ यो चाहिँ यो पनि त्यति नै दिन्छ होला अहिले भर्खर यो खानाको हो कि भर्खर फल्यो रहेछ हजुर अलि फलफुलको म साथीहरू है फलफुलको एउटा त्यो पनि हेरौँला फलफुलहरू हाम्रो सानो उसमा ठाउँमा जग्गामा रोपेर पनि गर्न सकिने भएको एउटा फलफुलहरू होइन रोपेर छोडेर फलिदिइरहने बिरुवाहरूको म है फोटो अब एउटा भिडियो बनाएर देखाउने प्रयास गर्दैछु अब यहाँ सम्बन्धित दिदीहरूलाई पनि यसो सोध्दैछु यहाँ भोगटेको बोट चाहिँ यतापट्टि रहेछ है भोगटे पनि पाइने रहेछ हाम्रोमा ए भोगटेको बोट रहेछ यो एभोकाडो होला है यो एभोकाडो हाइब्रिड अम्बा पनि हाइब्रिड है यो हाम्रो यो सो प्लान्टहरू भयो यो सबै अरू यो भोगटेको बोट भयो किनभने